यो बालेन भन्ने मान्छे चाहिँ कस्तो रहेछ भनेदेखि अब कस्तो मान्छेसँग कम्पेयर गर्न सकिन्छ भन्दाखेरि एउटा भालु आइमे जस्तो क्या, चरित्रहीन आइमे जस्तो, बेस्या जस्तो क्या। अब टक्क घरमा बुढालाई नि माया गरे जस्तो गर्ने हैन, अनि भित्रभित्रै अरूसँग पनि सल्किने, बुढाको पैसा मिलाएर पड्काउने तर छाला अन्तै बाहिर बेचिदिने, त्यो टाइपको क्या। भित्रभित्रै खोक्रो बनाइदिने श्रीमानलाई, त्यो टाइपको क्या। माया गरे जस्तो नि गर्ने, कसरी हुन्छ अब बालेले त्यस्तै गरिरहेछ नि। अलिअलि काम गरे जस्तो गर्यो, जनताको आँखामा छारो हाल्यो, तर भित्रभित्रै उसले आफ्नो औकात देखाइरहेकै छ त। भत्काउने ठाउँ भत्काएकै छ, जलाउने ठाउँ जलाएकै छ, लुट्ने ठाउँ लुटेकै होला, त्यो टाइपको क्या। नत्र 8.5 करोडको गाडी कसरी चढे भने जस्तो लाग्ने क्या। तर हर्के चाहिँ कस्तो भन्दाखेरि एकदमै संस्कारी, एकदमै इमान्दार, एकदमै अनेस्ट टाइपको क्या। ल तरकारी किनेर ल्यायो भनेर 100 रुपियाँ दिँदा पनि 80 रुपियाँको तरकारी किनेर चाहिँ टक्क 20 रुपियाँ चाहिँ सेभिङ गर्ने टाइपको क्या, भविष्यको लागि। भोलि भविष्यमा आफ्नो बुढालाई दुःख आइपर्छ भने जस्तो क्या। त्यसरी चाहिँ उसले आफ्नो देश बनाउन खोजिरहेछ नि त। सबैको आँखा अगाडि छ रिजल्ट, र पनि मान्छेहरू किन बालेन 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 भनिरहेछन् कि।